गाइस गुड मर्निङ। आज पनि म फेरि आइसकेछु तपाईँहरू समक्ष सानो मिनी भ्लग लिएर। यता हुनुहुन्छ बसन्त श्रेष्ठ मेरो दाजु र आज चाहिँ हामी धान झार्नु खेतला जाँदैछौँ। कसको अरे आज हामी खेतला जाँदैछौँ। यता हुनुहुन्छ हाम्रो अङ्कल। हाई भनिदिनु न। तपाईँ फेसबुकमा आउनुहुन्छ क्या, हाई भन्नु न। हाई 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 कोहीसँग नचला हाई हाई। हाम्रो अङ्कल एकदम गाउँकै खतरा कमेडियन, प्लेटफर्म नपाएर मात्रै हो उहाँ चाहिँ होइन। हामी जाँदैछु यता गाउँमा खेतला धान झार्नु। अहिलेलाई यति ल। हामी चाहिँ फाइनली दाइगाने ठाउँमा आइपुगेको छौँ। यो धान झार्नुपर्ने। धान चाहिँ एकदम राम्रो फलेको रहेछ है। भोटु धान त यतिको त मैले फर्स्ट टाइम यहाँ देखेको है। हामीले दाइँ गर्नुपर्ने चाहिँ यता अङ्कल झार्दै हुनुहुन्छ घरधनी। हामी चाहिँ यहाँ खेतला चाहिँ खासै आइपुगेकै रहेछौँ। हामी आइपुगेको रहेछौँ, आउनु पनि बाँकी होला। यतादेखि सर यो खेतको धान झार्नुपर्ने। यता चाहिँ तलतिर अरू कसैको होला छैन, धानै उठाएको रहेछ। यता चाहिँ अर्कैको खाली जङ्गल देख्न सक्नुहुन्छ। खोइ एक मिनट त भएकै छैन। सबैजनाले झारे पो हुन्छ, एउटा एउटा झार्छ। यहाँ चाहिँ हामी फाइनली होइन धान झारिसक्यौँ। गोरु घुमाइ ओर्दी होइन। यहाँ हामी चाहिँ पराल बान्दैछौँ र मैले चाहिँ क्यामेराम्यानमा चाहिँ अनिसालाई म बनाइदिन्छु क्या। यता अङ्कल र साथीहरू, यता म र बसन्त बिहान पनि होला नि। जाँदैछौँ। यता बसन्त पराल लाउन ठिक पर्दैछु। बसन्त चाहिँ उहाँ दिने पछि हिलो पस्नुपर्छ। तलतिर अङ्कलहरू बान्दै हुनुहुन्छ होइन। अनि त्यसपछि हामी चाहिँ यहाँ पराल बाँधेर अब अरू कति पराल बाँध्ने चाहन्छौँ होला। अब हामी चाहिँ अनि पराल बाँध्दैछौँ है। तिमीहरूले पराल त लगाइसकेको। अर्जुन बाँध्दैछ। अङ्कल र अर्जुनले चाहिँ सरासर केही भन्यो। म त युट्युबमा त केही हेर्दिनँ हौ अहिले पनि, त्यही सिरियलहरू हेरेर एक दुईवटा पराल सार्दै हुनुहुन्छ। माथि पराल फाल्दै हुनुहुन्छ। बुबाको दुईटा जीवनको नयाँ गुगल छ। धानको रास पनि थोरै देखिएको रहेछ। यता अर्जुन परालको बाँध्नु तयार भइसक्यो। यता फेरि हामी पनि पराल बटार्दैछौँ। पराल बटारेर चाहिँ बाँध्न ठिक्क बाँध्दैछौँ। हामी म पराल तान्दैछु, बसन्त खेल्दैछु। पराल खासै के भएको रहेछ जम्मा बाँधेको। यता तलतिर बाँध्न हामी गर्दैछौँ। फेरि